दाइ हामी कहाँ जाने हो काकाले त सिंगापुर जाने हामी सिंगापुर जाने सिङ्गापुर जाने रेडी हो एकदम पढ्दैलो चाँडा हो ल सिङ्गापुरको लागि गाइजहरू है अब एकदमै रमाइलोसँगले हामी चाहिँ सिङ्गापुरको लागि निस्किँदैछौँ लगायत हामी चाहिँ जेबी सेन्टर भन्ने ठाउँमा आइपुगेको छ जेबी सेन्टरमा झरेर चाहिँ अब हाम्रो चाहिँ यहाँ सिङ्गापुरको लागि जबहरू लाग्ने सबै माथि हो जबहरू लागिसकेपछि हाम्रो सिङ्गापुरको लागि चाहिँ जान चाहिँ पाउँछौँ है एक प्लट आइसक्यो हामी एक ग्रुप आइसक्यो त्यहाँनिर हिँड्दैछौँ फेरि एक ग्रुपको लागि चाहिँ वेटिङ गरिरहेको छौँ अब त्यो माथि लाइन बसेको छौँ उहाँहरू आउनुहुन्छ है लाग्यो सिङ्गापुरतिर है कति बस्ने रुममा मात्रै कति बस्ने होइन खाजा खाइदिनु त फर्स्टमा होइन र पेट पूजा नि गर्नु पर्यो होला सब्जी गर्ने पेसेन्ट पूजा गर्ने डक्टरसँगले कागजी लास्ट फर्म देखिनु भएको छ कि आज अब त्यस्तै हो अब हामी अहिलेको लागि चाहिँ यहाँबाट बोर्डिङ पास गरेर चाहिँ सिङ्गापुर जानुपर्छ तर अब केही समय पछाडि चाहिँ यो माथि तपाईँहरूले देखिराख्नु भएको यो जुन रेलवे जस्तो छ त्यसमा चाहिँ रेलवे नै हो त्यो जस्तो भन्दा रेलवे नै हो त्यहाँबाट चाहिँ हामी डिरेक्टली चाहिँ सिङ्गापुरको लागि चाहिँ जानको लागि एकदमै कम्फर्टेबल र त्यो चाहिँ एउटा सेवा सुविधाहरू चाहिँ बनाउँदैछ है मलेसिया सरकार प्लस सिङ्गापुर सरकार मिलेर चाहिँ यो तपाईँहरूलाई अवगत मलेसियाको जेबीमा छौँ है यहाँ एकदमै आज ईद भएर पनि होला यिनीहरूको होइन राय भएर पनि होला एकदमै भिड देख्न सक्नुहुन्छ एकदमै फोटो खिच्ने मान्छेहरूको लहरको होइन हामी चिल्ली हिँड्न चाहिँ सिङ्गापुर हिँडेको हामी र टाइम चाहिँ धेरै भइसक्यो होइन त्यो पनि ठिक भयो आइस सबै रमाइलो हुनेवाला छ है हामी जाँदैछौँ धमाधम आफ्नै तालमा एक ग्रुपहरू आइसक्नु भयो एक ग्रुप आउँदै हुनुहुन्छ होइन उतै हराउनु भएको जस्तो थाहा पाएको छौँ कता हुनुहुन्छ कि रमाइलो भइरहेको होला बिचरा यिनीहरूलाई भाइजान ईद मुबारक क्यों है बांग्लादेश से कैसे फूल हो रहा है अच्छा फूल हो रहा है भाई आपको ईद मुबारक अच्छा है कितने साल से मलेशिया में थक रहा है इधर 6 साल हो गए 6 साल हो गया कौन सी कंपनी में आरएनएफ कंपनी अच्छा है ओके ईद मुबारक भाई ठीक है बाय ल हामी चाहिँ यहाँ मान्छे पर्खिरहेको छौँ होइन जाने क्रममा नै छौँ हामी दाइ भर्खर आउँदै हुनुहुन्छ कता हराउनु भयो तपाईँ रोड क्रसमा भएन भने एकदम वान वे रोड हो यहाँ जे पनि हुनसक्छ है त्यो भएर एकदमै धेरै विचार गर्नुपर्छ है रोड क्रस गर्ने बेला चाहिँ अब हामी चाहिँ सिधै हामीले जुन ठाउँमा चप हान्ने छ त्यो ठाउँमा जाँदैछौँ चप हान्ने ठाउँमा पुगिसकेपछि त चपसपहरू हान्ने लाइन साइनहरू बस्ने अनि सुत्तै जाने हो बसहरू चढेर तर ढिला चाहिँ धेरै ढिला भइसक्यो आज जाने है अब हामी चाहिँ लाइन बस्नुको लागि जाँदैछौँ है कतिचोटि भनेको आएछ एउटै कुरा भनेको है धेरै भयो कि मैले भ्लग नबनाएको पनि छ के बोलौँ भन्ने फेरि भइरहेको रहेछ त्यस्तो अनकम्फर्टेबल भइरहेछ कि अलिकति धेरै दिन भयो मैले भ्लगहरू नबनाएको त्यही पनि ठिक छ म एकदमै आफ्नो सक्ने अरूलाई वास्तै नगरी आफ्नै तारमा बनाउने ट्राई गर्छु नि गाई ल 10-9 बजे चाहिँ सिङ्गापुर जान नपाइने हामी 10-9 बजे चाहिँ सिङ्गापुरको लागि छैन 10-9 सिङ्गापुरको लागि टाइमिङ 10 बजे मात्रै के लाइन धेरै बस्नुपर्छ के छ छैन केही छैन त्यस्तो लाइन ओके थ्याङ्क यू दाइ घर कुन जिल्ला तपाईँको नाम के हो ए ओके थ्याङ्क यू दाइ है हाम्रो अर्को ग्रुप पनि आइसकेका छन् टोलीहरू ल सबजना हिरो भएर आइराख्नु भएको छ है वेलकम सिङ्गापुरतिर ल झर्नालाई अलिकति प्रब्लम भयो उतै रङ छैन आउँदैन त ल हेलो गाइज के मेरो मालाई कतिजना भयो हामी 12 जना भयो 12 जना भयो है ल
ल ठिक छ रमाइलो गर्नुपर्छ है गाइज काकालाई धेरै निन्द्रा लाग्यो जस्तो छ यहाँ सुतिराख्नु भएको छ यहाँनिर चाहिँ लागि लाइनमा बसिरहेको यहाँनिर चाहिँ सिस्टम कडा रहेछ फेरि बस जाने पो टिकट दिँदो रहेछ 2.60 2.60 हो अब बस रहेछ यो बसमा चढेर चाहिँ हामी जाने सबै हाम्रो भिसाको प्रोसेसहरू सबै भइसक्यो ल अब चाहिँ हिँडेको बस्दै सिङ्गापुर क्यान्सरमा बस्छ हामीलाई त उल्टोपट्टिबाट लग्यो नि त नि सिङ्गापुर जान यति धेरै मान्छेहरू यहाँनिर होइन हामी चाहिँ गाडी त झऱ्यो गाडीबाट झरेर फेरि अर्को ट्रक लगाउन मलेसियाले गभर्मेन्टले सब्सिडी दिएर हामीलाई सिङ्गापुर जा भनेर तर फेरि मलेसिया सिङ्गापुर गभर्मेन्टले पनि त यो मान्छेले आउन सक्छ ओके किन हो सरी यहाँ भिडियोहरू गर्न पाउँदैन रहेछ है सो मैले स्टप गरेँ ल अब चाहिँ फाइनल्ली सिङ्गापुर नै होइन त हामी सिङ्गापुरमै होइन त अब यो चाहिँ वेटिङमै छ बस वेटिङमा छ अब यत्रो लाइन छ अगाडि नै यत्रो लाइन छ होइन दोस कतिको झमेला रहेछ त झमेलै हो धेरै झमेला छ कि आउँदा अब फर्स्ट टाइम भएर नि होला फर्स्ट टाइम भएर थाहा नभएर हो नयाँ नयाँमा बिस्तारै भइहाल्छ ग्यास दाइ सेकेन्ड टाइम हो अब यस्तै छ रमाइलो छ दाइले कतिको झमेलो भयो कि ठिकै भयो एकदम रमाइलो हाम्रो टोलीहरू हेर्दा माल्दै झमेला छ कि रमाइलो छ कुनै त्यस्तो छैन रमाइलो छ खुसी लागेर लाइनमा बसिरहेको छ खुसी लागेर काकालाई एकदम ठिक छ एकदम रमाइलो सिङ्गापुरको जर्नी एकदम रमाइलो हुनेछ होइन हाम्रो ल ठिक छ ल अहिले यहाँनिर चाहिँ हामीले यदि हामी अब यहाँबाट उता चाहिँ बसमा जानु पर्यो भने चाहिँ हामीले कार्ड युज गर्नु पर्दो रहेछ है त्यहाँनिर कार्ड किन्न पाउँदो रहेछ ट्रेनमा पनि त्यही कार्ड युज होइन बसमा पनि त्यही कार्ड युज भने कि यो हामी चाहिँ अब भनौँ न बसमा जानु पर्यो ट्रेनमा जानु पर्यो भने तर ट्याक्सीमा जानको लागि ग्राबमा जानको लागि कुनै पनि खालको कार्डहरू युज नहुँदो रहेछ है सो अब हामी चाहिँ ट्रेनतिर भन्ने बेस्ट भन्ने ट्रेनमा छौँ तर एकदमै धेरै झ्याउ नै भयो ठिकै छ केही छैन रमाइलो छ ट्रेनमा भएर पनि यस्तै छ सिङ्गापुर गाइज यस्तै रहेछ यहाँतिर है एकदम आनन्दको इन्भाइरोमेन्ट पानी चाहिँ पर्ला जस्तो भएको छ अब हामी जाने बेला के हुन्छ पानी पर्ला जस्तो छ घुमाइ कार्यक्रम के कस्तो हुने हो बिचरा बहिनीहरू के खेलेर आइरहेको छन् यहाँतिर झ्याउ नै भएको छ त्यो पनि ठिक छ सबै कुराहरूलाई पोजिटिभली लिनुपर्छ त्यो पर हाम्रो एयरपोर्टमा मेन गरी अलिकति चुज गर्नु नै गलत भयो कि स्टेसनमा जुन ठाउँ थियो हामी यता आउने बोर्डिङ पास भन्ने एयरपोर्ट भन्दा नि बोर्डिङ पास गर्ने ठाउँमा अलिकति प्रब्लम
सिस्टमले चलेको सिटी हो यो, त्यो भएर यति धेरै सिस्टमहरू छ कि यहाँनिर, यति धेरै राम्रो सिस्टमहरू छ कि होइन, सबै कुराहरू सिस्टम हो कि। हाम्रो देशमा सिस्टम नै छैन। अनि देश बचाऊ भन्छ, राजा हो देश बचाऊ, देश राजा आएर फेरि गणतन्त्र फालेर पनि काम छैन फेरि, होइन त। गाह्रो छ यार मेरो नेपालको अवस्था। उनी कति बेला चाहिँ यस्तो बनाउने भन्दै थिए, कुन जातिले के गर्नु है। कठै गरी कसले बनाउँछ र नेपाल यस्तो? घरमाथि नै रुख छ क्या यहाँ चाहिँ, अब घरै माथि रुखहरू होइन, फुलहरू तर त्यो ठुलो ठुलो भइसक्यो क्या, रुखै जङ्गलै जस्तो क्या। यस्तो हुनु पऱ्यो कि डेभलप भनेको। समुद्र, वाउ सच अ नाइस प्लेस। सिङ्गापुरको कन्स्ट्रक्सनको कामहरू चाहिँ यसरी हुन्छ, एकदमै तलबाट यति धेरै बलियो मेटेरियलहरू युज गरिएको छ नि यहाँनिर। नेपालमा चाहिँ अब यसलाई नै अब कसरी चाहिँ गोजी भर्न पाऊँ भन्ने हुन्छ हाम्रो आदरणीय ठेकदार साहबहरूदेखि लगेर नेताजीहरूको त्यस्तो मनस्थितिले गर्दाखेरि देश डेभलप भएको छैन। त्यो भएको हिसाबले गर्दाखेरि झोलुङ्गे पुलमा हिँड्दा पनि टिकट लाग्छ कि पैसा तिर्नुपर्छ। नेपालको अवस्था यसरी बिग्रिन्छ। वेलकम टु सिङ्गापुर गाइज। राइट नाउ वी हेभ इन सिङ्गापुर। सिङ्गापुरमा आइयो गाइज फाइनल्ली। गाइज सिङ्गापुर, वाउ कति ठुल्ठुलो घरहरू यहाँ। दिनमा त ठुल्ठुलो घर हुन्छ भन्दै त्यही नै भयो यहाँ। बहुत रमाइलो छ गाइज यहाँनिर है। यो चाहिँ सिङ्गापुरको पार्टी गर्ने बिल्डिङहरू हो गाइज। यो चाहिँ एकदमै हुन्छ नि पार्टीहरू गर्ने, तपाईँको कम्पनीहरूको पार्टीहरू लगायत कामहरू चाहिँ यहाँनिर छ। एकदम सुविधा सम्पन्न, जस्तै के भन्ने टेन्ट जस्तो होइन, एकदमै राम्रो रहेछ कि। यसको सिधो मुनिपट्टि चाहिँ यस्तो रहेछ सिङ्गापुर गाइज। यो चाहिँ सिङ्गापुरको एकदमै रमाइलो ठाउँहरू है गाइज। ल हेर्नु के रमाइलो छ नि यहाँतिर होइन, आनन्द कि सबै आफ्नै आफ्नो तालमा होइन। पानी माथि मुनि पानी, मान्छे डुङ्गा चलाएर बसिरहेको छ तल होइन। मेरो हात थोरै डिस्टर्ब गऱ्यो। हेर्नु न टक्क डुङ्गा चलाएर बसिरहेको छ मान्छेहरू, छुट्टै रमाइलो कि यहाँ, आनन्द शीतल छ होइन, रमाइलो छ दस। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो। मेरो च्यानललाई प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। म यहाँहरूको माझमा यस्तो भिडियो लिएर आउने नै छु। त्यतिसम्मको लागि टेक केयर, बाई बाई गाइज।